ह्याप्पी सन्डे भन्नु त मिनाको लन्चमा बकविट फ्लोरमा अलिकति जिरा धनियाँको धुलो, लसुन र अदुवाको धुलो अनि भेजिटेबल्समा यहाँनिर छ 2टा क्याप्सिकम बेल पेपर, ओरेन्ज कलर र ग्रीन अनि अनियन चप अनि हेल्दी स्पिनिच अनि यहाँनिर मोजरेला चिज छ अनि यहाँनिर अलिकति चप गरेको टोमेटो छ। अब चाहिँ म यसरी हेर कपाल बिहान गरेको यस्तो हालत छ। यो मैले यो भाँडामा अघि हालिसकेँ कराईमा हैन। मिनालाई म बकविटको पिज्जा बनाएर खुवाउने है। यसलाई यस्तो गर्नुपर्छ माया। ओहो 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 यसलाई यहाँ राखौँ है। अब यसलाई यसरी बिस्तारै गोलो 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 बनाउने रहेछ यहाँ है। यसलाई यसरी गोलो बनाउने, मजाले पकाउनु पर्छ है त। यसलाई यस्तरी गर्ने। छोरीलाई चाहिँ म भान्सामा आएँ भने छोरी माया I love you. के छ? ओ के रहेछ? म त सरप्राइज भयो त। के रहेछ बेबी? के छ? के चाहियो? के चाहियो? म त सरप्राइज भए। तिमीलाई के चाहिएको भन त, म निकालिदिन्छु। यहाँ सामान भद्र बोल्छ। के चाहियो? के कहाँ गएको? बेबी तिम्रो बेबीलाई लिएर आऊ। बेबी लिएर आऊ जो। के चाहियो? के माया म निकालिदिन्छु। भन्नुहोस् त के चाहिएको? के निकालिदिनु? के चाहिएको? तिम्रो पापुई कहाँ छ? पापुई खै पापुई कहाँ गयो? मैले अघि पापुई कहाँ राखेँ थिएँ? ल भित्रको इन्ग्रिडियन्ट्स यसरी खाँदैछ। यो चाहिँ बिस्तारै दिनुपर्छ। यो ब्ल्याक कलर भएकोले उसले त चिपो बनाएर